नमस्ते। भेडसेवा युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। भेडसेवा युट्युब च्यानल मार्फत हामीहरूले किसानका समस्याहरू, जिज्ञासाहरू र फिल्डमा देखिएका पशु स्वास्थ्य सम्बन्धी समस्याहरूको बारेमा र त्यसको उपचार, रोकथाम र व्यवस्थापनको बारेमा चर्चा गर्ने गर्दछौँ। र त्यसै सन्दर्भमा आज हामी भेडा बाख्रामा लाग्ने गिड अर्थात् फनफने रोगको बारेमा विशेष चर्चा गर्न गइरहेका छौँ। फनफने रोग कस्तो खालको रोग हो, यो के कारणले लाग्ने गर्दछ र यसले कस्तो खालको लक्षणहरू देखाउने गर्दछ र उपचार चाहिँ कसरी गर्न सकिन्छ भन्ने बारेमा विशेष चर्चा गर्नेछौँ आज यो भिडियोमा। त्यसकारण तपाईँहरूले एकदमै ध्यान दिएर हेर्नुहोला। प्राय जसो किसान साथीहरूले यो फनफने रोगको बारेमा कतै सुन्नु भएको छ अथवा कतै देख्नु भएको छ र कतै कतै आफै पनि भोग्नु भएको छ होला। विशेष गरी यो फनफने रोग भेडा बाख्रामा लाग्ने रोग हो र अझ भनौँ भने भेडा बाख्राको पनि कम उमेर समूहको भेडा बाख्रामा चाहिँ बढी समस्या देखिने गर्छ। यहाँ मल्टिसेप्स नामक फिते जुकाको बच्चा अर्थात् लार्भाले भेडा बाख्राको दिमागमा एउटा सिस्ट अर्थात् पानीको फोका बनाएर बस्ने गर्दछ, जसको फलस्वरूप भेडा बाख्राहरूमा आफ्नै सर्कलमा गोलाकार सर्कलमा चाहिँ वरिपरि घुम्ने एउटा विशेष प्रकारको लक्षण देखा पर्ने गर्दछ र जुन लक्षणलाई चाहिँ हामी सामान्य बोलीचालीको भाषामा भेडा बाख्राहरूमा फनफने लागेको भनेर भन्ने गर्छौँ भने भेटनेरी मेडिकल टर्ममा चाहिँ यसलाई जिआइडी गिड लागेको भनेर भन्छौँ। भेडा बाख्रामा फनफने रोग लगाउन तपाईँहरूले फार्मको सुरक्षाका लागि पाल्नु भएको कुकुरको विशेष महत्त्वपूर्ण भूमिका रहन्छ, किनभने जुन टेनिया मल्टिसेप्स नामक फिते जुका हो त्यो चाहिँ कुकुरको पेटमा उर्गन्छ, अन्डा पार्छ, अन्डा दिशा मार्फत बाहिर निस्किन्छ र बाहिर निस्किसकेपछि घाँस मार्फत फेरि तपाईँको फार्ममा रहेको भेडा बाख्राहरूमा पेटमा गइसकेपछि अन्डा कोरलिएपछि त्यहाँबाट लार्भा अर्थात् टेनिया मल्टिसेप्स फिते जुकाको बच्चा निस्किन्छ। बच्चा चाहिँ दिमागसम्म पुग्छ, भेडा बाख्राको दिमागसम्म पुग्छ। दिमागमा पुगिसकेपछि त्यहाँनिर एउटा सिस्ट बनाएर पानीको फोकाहरू बनाएर दिमागमा विभिन्न भागहरूमा चाहिँ बसेको हुन्छ हो, जसको फलस्वरूप चाहिँ के हुन्छ भने भेडा बाख्राहरूमा फनफनी वरिपरि घुम्ने जस्तो लक्षण चाहिँ देखा पर्ने हुन्छ। यो रोगको लक्षणको बारेमा कुरा गर्दा यो रोगमा दुई प्रकारका लक्षणहरू देखिने गर्दछन्। एउटा स्नायु प्रणाली सम्बन्धी लक्षण देखिन्छ, जसमा चाहिँ के हुन्छ भने भेडा बाख्रा चाहिँ वरिपरि सर्कलमा घुम्ने गर्छ। एउटा टाउको चाहिँ बङ्गाएर वरिपरि घुम्ने गर्दछ भने अर्को चाहिँ के हुनसक्छ भने यसमा ब्लाइन्डनेस हुनसक्छ अर्थात् आँखा नदेख्ने समस्या पनि हुनसक्छ। अनि त्यसपछि प्यारालाइसिस हुन सक्ने सम्भावना हुन्छ र अर्को चाहिँ के हुन्छ भने बाख्रा चाहिँ रेस्टलेस हुन्छ। भन्नको मतलब चाहिँ कस्तो हुन्छ भने छटपटिरहने समस्याहरू देखिन्छ। र दोस्रो लक्षणको कुरा गर्ने हो भने चाहिँ जुन पाखोमा चाहिँ त्यो सिस्ट जम्मा भएको छ अर्थात् सिस्ट बनेको छ, पानीको फोका बनेको छ दिमागमा, त्यसको ठ्याक्क माथिपट्टिको भाग हड्डी छाम्ने हो भने, टाउको हड्डी छाम्ने हो भने त्यहाँनिर चाहिँ सफ्ट हुन्छ, एकदम नरम खालको हुन्छ। केटाकेटीको तालु बच्चाबच्चीहरूको भर्खरै जन्मेका बच्चाबच्चीहरूको तालु छामे जस्तो सफ्ट हुन्छ त्यहाँनिर चाहिँ। यो चाहिँ दुई खालको लक्षणहरू चाहिँ त्यहाँनिर देखिने गर्छ। तपाईँहरूले यति धेरै कुराहरू बुझ्दै गर्दाखेरि अब यो रोगको उपचार चाहिँ के हुनसक्छ भन्ने जिज्ञासा मनमा हुनसक्छ। तपाईँलाई म जानकारी गराउँ, यो रोग लागिसकेपछि औषधि उपचार गरेर निको हुने चान्स चाहिँ एकदमै कम हुन्छ। त्यसकारण यसलाई चाहिँ के गर्नुपर्छ भने यो रोग लागिसकेपछि एउटा मात्र उपाय भनेको सर्जरी गर्ने, अपरेसन गर्ने र दिमागमा भएको त्यो सिस्ट अथवा पानीको फोकाहरू निकाल्ने र त्यही अनुसार चाहिँ उपचार गर्नुपर्दछ। बाख्राहरूमा घातक साबित भएको यो रोगको रोकथाममा चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। उपचार भन्दा पनि रोकथाममा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने हुन्छ। रोकथामको कुरा गर्दाखेरि यो रोगको रोकथाम गर्नको लागि हामीहरूले चाहिँ फार्ममा पालिरहेको कुकुर जुन छ, कुकुर मार्फत चाहिँ भेडा बाख्रामा सर्ने गर्छ यो रोग। अघि पनि यो रोगको बारेमा चाहिँ विशेष चर्चाहरू भइसकेको छ। कुकुरबाट भेडा बाख्रामा सर्ने भएका कारणले चाहिँ कुकुरलाई चाहिँ नियमित रूपमा फिते नामले अर्थात् जुकाको आन्तरिक परजीवीको औषधिहरू चाहिँ खुवाइरहनु पर्यो। नियमित रूपमा भन्नाले 3 महिना अर्थात् 4 महिनाको अन्तरालमा खुवाउनु पर्यो। त्यसको साथसाथै हामीहरूले भेडा बाख्राहरूमा पनि आन्तरिक परजीवी विरुद्धको औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन्छ। भेटनेरी डाक्टर अथवा भेटनेरी प्राविधिक साथीहरूको सरसल्लाहमा अर्थात् गोबर परीक्षण गरेर मात्र औषधिहरू प्रयोग गर्नुहोला। प्रभावकारी तरिकाले हामीहरूले गाई भैँसी भेडा बाख्रा तथा कुकुर बिरालोहरूमा आन्तरिक परजीवी विरुद्धको औषधि प्रयोग गर्न सक्यौँ भने
हामीहरू यी यस्ता समस्याहरूबाट टाढै रहन सक्छौँ र क्षति न्यूनीकरण गर्न सक्छौँ। मलाई लाग्छ तपाईँहरूले गिड अर्थात् फनफने रोगको बारेमा विस्तृत रूपमा जानकारी पाउनुभयो होला र तपाईँहरूले जानेको कुराहरू वरपरको किसान साथीहरूलाई पनि सेयर गर्न नभुल्नु होला र तपाईँहरूसँग भएका पशु स्वास्थ्य सम्बन्धी रोगहरू अथवा समस्याहरू छन् भने तलको कमेन्ट बक्समा मेन्सन गर्नुहोला र लेख्नुहोला र हामीहरूले हजुरको जिज्ञासा र समस्यालाई समाधान गर्ने प्रयास गर्नेछौँ। यति भन्दै आजको भिडियोलाई चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।